हेलो गाइज, वेलकम टु आवर ब्लग। म सीमा शाह, ऊ इमानी भट्ट। आज हामी घुम्न आछौँ जनकपुरको अहिले नयाँ बनेको ठाउँ मणि मण्डप, जुन चाहिँ आजभोलि सोसल मिडियामा एकदमै भाइरल भइरहेको छ। यो ठाउँ चाहिँ म तपाईहरुलाई यो ठाउँ चाहिँ देखाउँछु। अब यस्तो देखिन्छ ठाउँ। अहिले अलि हिमानीको क्यामेराले साथ दिएन देखाउन राम्रोसँग। उसको मोबाइल समात्नु छ, उसको बेइज्जती गर्नु छ। म देखाइदिन चाहिँ सक्छु, तर उसको क्यामेराले अलि राम्रोसँग साथ दिएन। ब्याक क्यामेरा गर्ने भए अहिले यहाँ ब्याक क्यामेरा हुने अप्सन रहेनछ। यहाँ अलिअलि देख्न सक्नुहुन्छ तपाईहरुले। यस्तो छ यो चाहिँ हाम्रो। यहाँ चाहिँ 3वटा यस्तो जानकी मन्दिर जस्ता जस्तै डिजाइनमा चाहिँ यहाँ 3वटा बिल्डिङहरु छ। एउटा सानो पोखरी जस्तो पनि छ यहाँ कमल फुल्न लाको। अनि हामी चाहिँ यहाँ घुम्न आथ्यौं। यहाँ घुम्न आउँदा चाहिँ तपाईहरुलाई मैले एउटा रेकमेन्डेसन के दिन्छु भने, छुट्टाउनै नहुन पर्ने कुरा चाहिँ, तपाईहरु यहाँ आइराख्नु भएको छ भने यहाँ इमलीको बोट छ। त्यो बोटबाट चाहिँ इमली तोड्न चाहिँ पाउनुहुन्छ। एकदमै फ्री हो, कसैले गाली पनि गर्दैन। त्यही भएर तोडेर खान चाहिँ नबिर्सिनु होला। यसो काँचो काँचो इमली खान चाहिँ रमाइलो हुन्छ। हिमानीले पनि खाँदै छ। ल आजको लागि यति। अब हामी भेट्ने छौं अर्को ब्लगमा। बाइ, सी यू गाइज इन अनदर ब्लग।